पानी देख्न सक्नुहुन्छ यतिको फ्याँक्दैछ सिङ्गल मोटरले। हेलो साथीहरु नमस्कार हजुरहरूलाई। आज चाहिँ मैले हिजो चाहिँ मैले हैन यो एउटा सोलरबाट चल्ने मोटर अर्डर गरेको थिएँ। देख्न सक्नुहुन्छ यो सोलरबाट चल्ने मोटर अर्डर गरेको थिएँ। सो मैले त्यसको लागि आज कुवामा हाल्नको लागि मैले पाइप 250 यो फुटको ल्याएको छु पाइप हैन, तान्छ तान्दैन भनेर। सो अब हामीले चाहिँ मोटर चेक गर्दैछौँ। फाइनली हामीले अहिले भर्खर यो वायर मलाई चाहिँ नउठाए छैन यहाँ पाइप हालेको छौँ। यहाँ हाम्रो यो इनपुट हो। सो यहाँ आउटपुटमा पानी देख्न सक्नुहुन्छ यतिको फ्याँक्दैछ सिङ्गल मोटरले हैन। हामीले यहाँ सोलर राख्यौँ एउटा 150 वाटको यो प्लेट हामीले यहाँ 150 वाटको प्लेट राखेर चाहिँ सो हामीले यहाँ मोटर ठुलो छैन, यही हो मोटर है। उँभो चल्दैन भाइ यस्तो गर्छ सक्नुहुन्छ। सिङ्गलमा पनि बहुत प्रेसर छ हेर्नु, सिङ्गल मोटर हो यी सिङ्गल हो। अहिले मौसम पनि अलिक खराब भएको कारणले गर्दा सो हाम्रो मोटरले अहिले फाइनली चाहिँ हामीले चेक गर्यो। फाइनली चाहिँ हाम्रो मोटरले पानी तान्दैछ है, यहाँ सक्नुहुन्छ। सानो मोटर अर्डर गरेको थिएँ हामी खेती किसानीले चाहिँ हामीले चाहिँ यसो देखेर चाहिँ अर्डर गरेको। सो देख्न सक्नुहुन्छ यहाँ पाइप यो इनपुटको पाइप हो, हामीले ड्रममा पानी हाल्यौँ। सो अब यो ड्रममा चाहिँ आउटपुट यहाँ देख्न सक्नुहुन्छ आउटपुट। यसको लागि मैले आज सामान ल्याएँ, यो अनलाइन अर्डर गरेको होइन, मैले मार्केट बजारबाट किनेर ल्याएको हो, पाइप किनेर ल्याएको हो। यसको लक छ, यहाँ बहुत चिज छ। सो म तपाईँलाई अहिले पुरा भिडियोमा म देखाइदिन्छु ल तपाईँ। फाइनली चाहिँ हाम्रो मोटरले अब होइन अब कुवाबाट तान्छ तान्दैन थाहा छैन। अब कुवामा हालेर म अहिले भिडियो बनाउने छु। यो चाहिँ घरको है, प्रेसर छ सिङ्गल मोटरमा पनि ल साथी हो। यो अब सोलरको प्लेट वायर र मोटरमाथि यसरी बोतलको काटेर दुलै पारेर अब हामी यत्रै छ। सो सोलरको प्लेट वायर अघि यहाँ पाइप बिसाएको छु म, त्यो हो कालो पाइप। सो अब हामी मोटर कुवाभित्र हालेर चेक गर्नेछौँ कि तान्छ कि तान्दैन भन्ने चाहिँ हामी यहाँ अब भाइ घामतिर फर्काए त छ घाममा पाइप यहाँ गयो, पाइप यहाँ छ। सो अब मोटर हामी लगाएर चेक गर्दैछौँ।